सबैजनालाई नमस्कार। यो बोझे पोखरीको गेटसँगै दुईवटा मन्दिरबारे म जानकारी गराउँदछु। यो चाहिँ शिवको मन्दिर हो भने अर्को साइडमा नाग सत्येश्वरको मन्दिर रहेको छ। यस दुईवटा मन्दिर सँगसँगै रहेको छ र यस मन्दिरको विशेषता पनि छुट्टै छ। यस गेटसँगै दुईवटा मन्दिर रहनुको कारण म तपाईँलाई जानकारी गराउन जाँदैछु। यतापट्टि साइडमा बस्ने प्रतीक्षालय छ भनेदेखि अलि पर शौचालय र यतापट्टि खानेपानीको यता अफिसहरू पनि रहेको छ। यो बोझे पोखरीमा पहिलाभन्दा धेरै राम्रो वातावरण र सरसफाइ पनि रहेको छ। पुरानो समयमा यस पोखरीलाई इबीदह भनिन्थ्यो र मल्लकालदेखि नै यहाँ नाग पूजा हुँदै आएको मानिन्छ। पछि विक्रमसँग 2055 सालमा राजा महेन्द्रले पोखरी सफा गर्न सेना पठाउँदा पोखरीमा धेरै बोझा, झारपात, फोहोर तथा वनस्पति भरिएको भेटेपछि यसको नाम बोझे पोखरी नाम रहन गएको स्थानीय मान्यता छ। यसको धार्मिक कारण पनि पोखरीसँग जोडिएको छ। स्थानीय किंवदन्ती अनुसार यहाँ नागको पूजा गर्ने परम्परा हुँदै आएको छ। नागसँग सम्बन्धित धार्मिक परम्परालाई निरन्तरता दिन नाग सत्येश्वर मन्दिर र भगवान शिवको आराधनाका लागि महादेव मन्दिर स्थापना गरिएको मानिन्छ। शिवरात्रि र नागपञ्चमीमा विशेष पूजा हुने गर्दछ। यता यो घुम्ने क्रममा यता मेरो बुवा र म ससुरा बुवा र म आउँदै थिएँ। बुवा यता बसिरहनु भएको छ र परबाट म यो हाँसहरू आएको पनि देखिरहेको छु। यो हाँसहरू पनि आएको यो मैले देखिरहेको छु। हाँसहरू आउँदैछन् यो 4-5 वटा। यो नानीले लिएर आउँदैछ। यो नानीसँग मैले बुझेको यो नानी चाहिँ स्कुलमा पढ्दो रहेछ। आज 9:50मा घरबाट हिँड्यो अरे। 9:50मा घरबाट हिँडेपछि चाहिँ अनि 10:05मा स्कुल पुगेको थियो अरे। अब स्कुलमा नि 5-10 मिनट ढिलो भयो भन्दैमा चाहिँ अब स्कुलै बन्द, गेटै नखोलिदिने चाहिँ गर्नु नहुने हो। यो चाहिँ अब यो नानीलाई स्कुलको सर म्याम अथवा गेटको पालिनी दिदी हुनुहुन्छले उहाँले देख्नुहुन्छ भने चाहिँ अब आइन्दा चाहिँ यस्तो नगरिदिनु होला। सबैको 10 बजेभन्दा अगाडि नै सधैँभरि चाहिँ हुन्छ, स्कुल जान मिल्छ भन्ने छैन। यो चाहिँ कारणवश विविध कारण आफ्नो समस्या हुन्छ। त्यसमा चाहिँ अलिकति ढिलो आउँदैमा स्कुलको गेट लगाएर स्टुडेन्टलाई फर्काउनु भन्दा किन आयो ढिलो भनेर बुझेर चाहिँ स्कुल प्रशासनले चाहिँ बुझ्न एकदम जरुरी छ। मैले यो चाहिँ अब स्कुलको ड्रेसमा भएको देखेर चाहिँ यो नानीलाई सोधेको हो। अन्यथा नलिनु होला। हामी यसो घुम्दै जाँदाखेरि यतातिर बोझे पोखरी पनि छिरौँ न भन्दाखेरि एकचोटि यो छिरेर चाहिँ मैले यो बोझे पोखरीको भिडियो चाहिँ कैद गर्न लागेँ। हाम्रो यता मेरो ससुरा बुवा चाहिँ यता बोझे पोखरी धेरै पछि आउनुभएको अरे। 20-22 वर्ष धेरै फरक आएछ भन्नुहुन्थ्यो। हाँस पनि भर्खरै पौडी खेल्दैछ। हाँस पनि कति मजाले जाँदैछ यो हाँस पनि। यता पछाडि देख्नुहुन्छ यो पानी ट्याङ्की छ। यो बोझे पोखरीसँगै टाँसिएको। यतापट्टि साइडमा पनि छ डुङ्गा। पहिला यहाँ डुङ्गा चल्दो रहेछ, सानो बोटहरू। अहिले चाहिँ यो बोटहरू चाहिँ अहिले चल्दो रहन्छ। तपाईँले देख्नु सक्नुहुन्छ यो छेउमा यो हरियो छ। यो बोझो हो। यो पहिला यो भित्र पुरै बोझो थियो अरे। अहिले सफा गरेर एक साइड मात्रै यो चिनारीको रूपमा यो बोझो राखेको छ। त्यसै कारणले नै यसलाई बोझे पोखरी भनिएको रहेछ। देख्न सक्नुहुन्छ यो अहिले चाहिँ यो यता साइडमा मात्रै छ। सबैजनाले मेरो यो मुक्ति भुजेल युट्युब च्यानल हेरेर सबैजनाले के कस्तो छ प्रतिक्रिया दिनुहोला र लाइक, सब्सक्राइब, कमेन्ट गरेर फलो पनि गरिदिनु होला र सबैजनाले माया गरेर